यो ठाउँमा हाम्रो जनप्रतिनिधि 54 सालको जनप्रतिनिधि हाम्रो वार्ड सदस्य यहाँ अरिङ्गलले टोकेर मृत्यु भएको अवस्था हो र यहाँका महिला दिदीबहिनीहरू सुत्केरी हुन नसकेर मृत्यु हुने अवस्था थियो। हामीले त्यतिकै यहाँ प्रदेश सरकारबाट हामी जनप्रतिनिधि भइसकेपछि सबैभन्दा पहिला यहाँ स्वास्थ्य चौकी ल्याउने हामी हो, हामीले ल्याएको हो। नेकपा एमालेको प्रदेश सरकार हुँदा हामीले यहाँ स्थापना गरेको स्वास्थ्य चौकी हो। यहाँको विद्यालयको लागि शिक्षाको गुणस्तर पहाडका हाम्रा विद्यार्थीहरू तल जान पर्ने, खाना पकाएर खान पर्ने, आमा पनि सबै खाना पकाइदिन जान पर्ने, बच्चाले खाना पनि पकाउन नसक्ने हुँदा यहाँ असाध्यै समस्या भएको कारणले यहाँ उहाँहरूले मावि तहको विद्यालय यहाँ खोल्नु भएको छ। त्यो विद्यालयलाई हामी पुनः निर्माणबाट हाम्रै सहयोगमा हाम्रै सरकार हुँदाखेरि अहिले यहाँ बिल्डिङ बनेको छ। हामीले शिक्षाको लागि पनि नेकपा एमालेको सरकार हुँदा हामीले यहाँ काम गरेका छौँ। हामीले गर्वका साथ भन्नुपर्छ। यहाँ तपाईँहरूले नि बुझ्नु भएको छ, धेरैजना यहाँको युवा विद्यार्थी यहाँको बौद्धिक तहको व्यक्तिहरूले यो कुरा बुझ्न जरुरी छ। बुझ्नु भएको पनि मलाई लाग्छ, बुझ्नु भएको भन्ने मलाई लाग्छ। अब यहाँ अरू काम गर्न बाँकी छन्, धेरै काम गर्न यहाँ बाँकी छन्। यो ठाउँ सम्भावना भएको ठाउँ छ। मलाई थाहा छ यो ठाउँ पर्यटकीय क्षेत्र बनाउन हामीले सक्छौँ। हाम्रो मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हुँदाखेरि यहाँ कृषिको लागि पकड क्षेत्र भनेर घोषित गरिएको हो र यो क्षेत्रमा हामीले पर्यटकीय क्षेत्र बनाउन सक्छौँ। हामीले कृषिलाई हामीले यहाँ पहिलो प्राथमिकतामा राखेर यहाँ हाम्रा बुवा आमा दाजुभाइ दिदीबहिनीले परम्पराकालदेखि पाल्दै आएको बाख्रा, बुङ्गुर, कुखुरा र हाम्रो खेती, अदुवा खेती, अम्लिसो खेती जस्ता खेतीहरूलाई हामीले पकड क्षेत्रको रूपमा विकास गरेर यहाँको आय आर्जनको क्षेत्रमा हामी यहाँको आय आर्जनको क्षेत्रलाई अगाडि बढाउने मैले प्रतिबद्धता जाहेर गर्न चाहन्छु। यहाँको विद्यालयको स्तर उन्नतिको लागि यहाँको अहिले माविसम्म छ, अब यसलाई +2 बनाउने, प्राविधिक शिक्षासम्मको यहाँको हाम्रा भाइ बहिनीहरूलाई तल जान नपर्ने गरी हामीले यहाँको शिक्षाको गुणस्तर दिनको लागि मैले आफ्नो तर्फबाट म जनप्रतिनिधि हुँदाको खण्डमा मैले निभावी छ यसलाई मावि बनाउँदै हामीले निभावी छ यसलाई मावि बनाउँदै यसलाई +2 बनाएर हामीले यसलाई शिक्षाको गुणस्तरलाई अगाडि बढाउन म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र यहाँको यो क्षेत्रमा रहनुभएका यहाँ धेरै सुकुम्बासी, यहाँ कम्तीमा 30% सुकुम्बासी हुनुहुन्छ। तपाईँ हामीलाई थाहा छ, हाम्रो सरकार हुँदाखेरि हामीले आयोग बनाइयो, हाम्रो कानुन बन्यो, आयोग बन्यो, हाम्रो सरकारले धेरै राम्रो काम गर्यो। तपाईँ हामीलाई थाहा छ नेकपा एमालेको सरकार जहिले सरकारमा रहन्छ त्यहिले धेरै राम्रो काम गरेको छ। यो सरकारले गरिब विपन्नहरूलाई, सुकुम्बासीहरूलाई जग्गा दिनुपर्छ भनेर कानुन बनायो। गरिब विपन्नको लागि घर बनाउनको लागि पैसा छुट्याएर यहाँ पठायो। हामीले गरिब विपन्न बोटे माझी मुसियारहरूका घर बनाएका छौँ। खर्का साना छाउनेलाई हामीले टिन लगाएका छौँ। यो नगरपालिकामा हामीले धेरै विकास गरेका छौँ। यो नगरपालिकामा हामीले पक्की पुलहरू बनायौँ। हामीले झलुङ्गे पुललाई पनि प्राथमिकता दिएर 5वटा झलुङ्गे पुल हाम्रो योजनामा हालेर झलुङ्गे पुलहरू बन्दैछन्, पक्की पुलहरू बन्दैछन्। हामीले बाटोको स्तर उन्नति गर्यौँ, कहीँ ठाउँमा बाटोको स्तर उन्नति गरेका छौँ, कुनै ठाउँमा बाटो पक्की गरेका छौँ। देवचुली नगरपालिकामा अहिले नगर अस्पताल बनाएका छौँ। हामीले तुमकौलीमा प्राथमिक स्वास्थ्य चौकी थियो, त्यहाँ हामीले अहिले नगर अस्पताल बनाएका छौँ र हामीले वार्डमा स्वास्थ्य चौकीहरू बनायौँ। स्वास्थ्यको हिसाबले हाम्रा गरिब विपन्न हामी सबै समुदायका दाजुभाइ दिदीबहिनीहरू सजिलोसँग उपचार गर्न सकियोस् भन्ने हिसाबले हामीले वार्डमा स्वास्थ्य चौकी, नगरमा नगर अस्पताल बनाएका छौँ र हाम्रो सरकारले 1 लाख बराबरको बिमा कार्यक्रमहरू नेकपा एमाले सरकारमा हुँदाखेरि ल्यायो। त्यो तपाईँ हामीले बुझ्नुपर्छ। हामीले 5 जना बराबर 3500 दिनेपछि 1 लाखसम्मको सुविधा हामीले पाउँछौँ। त्यो पनि हाम्रो सरकारले सुरु गरेको। हाम्रो सरकार जहिले सरकारमा बस्यो तैले धेरै विकासको कामहरू गरेको छ। बुवामा दाजुभाइ दिदीबहिनीहरू नेकपा एमाले के गर्यो? खालि भोट माग्न आउँछन्, भरम छिराउँछन्, अर्को पार्टीले आलोचना गर्ने र भोट माग्ने। यो अर्को पार्टीको प्रविधि कहिल्यै घटेको छैन। तपाईँ हामीलाई थाहा छ, मलाई थाहा छ। हामी सानसानै हुँदाखेरि मैले राजनीति सुरु गर्ने बेलामा
एमाले अब 60 वर्ष पुगेपछि गोली हान्छ भनेर सुरु गरेको गोली हान्छ भनेर भन्थ्यो र त्यति बेला नेकपा एमाले ज्येष्ठ नागरिक हाम्रा बुवाआमालाई सम्मान स्वरूप सुरु गरेको 100 रुपियाँबाट सुरु गरेको भत्ता अहिले 4000 भएको छ। कुनै पनि सरकारले यो भत्तालाई बढाएको छैन। हाम्रो सरकार बढाएन। जहिले जहिले नेकपा एमालेको सरकार हुन्छ तैले ज्येष्ठ नागरिक हाम्रा अपाङ्ग भएका व्यक्तिहरू हाम्रा एकल महिलाहरूलाई सम्मान स्वरूप भत्ता बढाउँदै लगेको छ। हाम्रा युवाहरूलाई पढेका युवाहरूलाई हाम्रो सरकारले सर्टिफिकेट राखेर हाम्रो सरकारले ऋण दिएको छ। उद्यमशील बनाउनका लागि महिला समूहहरू बनाएर महिला समूहलाई समूह मार्फत उद्यमशीलताको लागि लोन सस्तो ब्याजमा दिएको छ। कृषकहरूलाई सस्तो ब्याजमा लोन दिएको छ। सबै हाम्रो सरकार नेकपा एमालेको सरकार हुँदाखेरि ल्याएका योजनाहरू हुन्। यहाँ अझै धेरै विकास गर्न बाँकी छ। हाम्रा युवाहरू यहाँ भलिबल खेल्नुहुन्छ। म पनि कतिपटक यहाँ भलिबल खेलेको बेलामा यहाँ आउने मौका मिलेको छ मलाई पनि। र यहाँ खेल मैदानको आवश्यकता छ। हाम्रा भाइहरू खेल्नको लागि मन पराउनुहुन्छ र यहाँ खेल मैदान मैले यो अब जनप्रतिनिधि भइसकेपछि खेल मैदान र हाम्रा युवाहरूलाई सशक्तिकरण महिलाहरूलाई सशक्तिकरण गर्ने कार्यक्रमहरूमा पहिलो प्राथमिकतामा राखेर मैले काम गर्नेछु। र यहाँ हाम्रा भूमिहीन सुकुम्बासीहरूलाई मैले सबैभन्दा पहिलो एजेन्डा बनाएर मैले यो नवलपुरमा आयोगको लागि आयोग गठन गरेर सबभन्दा पहिला भूमिहीन सुकुम्बासीलाई पूर्जा दिनको लागि म 1 नम्बरमा म यो कामलाई म सङ्घर्षशील भएर अगाडि बढेर तपाईँहरूलाई पूर्जा दिन म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। बुवामा दाजुभाइ दिदीबहिनीहरू युवा भाइहरू तपाईँहरू अब जानेको हुनुहुन्छ बुझेको हुनुहुन्छ। अब तपाईँलाई कसैले फसाउन सक्दैन। हामीलाई कसैले फसाउन सक्दैन। म एउटा सामाजिक काम गर्ने एउटा व्यक्ति हो। म जे बोल्छु म त्यो काम गर्छु। म नसक्ने काम र नगर्ने काम मैले भन्दिनँ। म बोल्दिनँ। मैले भोटको मात्रै राजनीति गर्नु छैन। मैले कामको लागि सामाजिक काम गरेर यहाँको विकासको लागि काम गर्ने भनेर म 5 वर्षसम्म काम गरेँ। तर मैले सके जति काम नगरपालिकामा रहेर मैले सक्ने जति काम मैले यहाँ काम गरेको छु। पहाडलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छु। अहिले हेर्दा बाह्रकोल बेलसोरा र बन्दीपुर कीर्तिपुर जस्ता ठाउँमा सबै ठाउँमा बाटो स्तर उन्नति भएको छ। झलुङ्गे पुलहरू पक्की पुलहरू सबै भए। अब बाँकी रहेका कामहरू अब मैले गर्ने प्रतिबद्धता मेरो पार्टी नेकपा एमालेले गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। आदरणीय बुवाआमा दाजुभाइ दिदीबहिनीहरू अब मैले केही भन्नु छैन। तपाईँहरू सबै बुझेको हुनुहुन्छ जानेको हुनुहुन्छ। वैशाखको 30 गते फेरि स्थानीय तहको निर्वाचन हुँदैछ। फेरि पनि तपाईँहरूले नेकपा एमालेलाई सातै सूर्य चिन्हमा भोट हाल्नु भएन। छानेर हाल्न लाउनु भयो भने फेरि नगरपालिका कार्यपालिका बन्न सक्दैन। नगरपालिका कार्यपालिका बन्न नसक्ने नगरपालिकामा एउटा पार्टीको मेयर एउटा पार्टीको उपमेयर वार्डमा एउटा पार्टीको अध्यक्ष अरू पार्टीका सदस्य छ्यासमिसाइ भयो भने मन मिल्दैन र विकास गर्न एकदमै गाह्रो हुने मैले 5 वर्षसम्म भोगेको कुरा छ। मैले यही बाटोको लागि तपाईँहरू यही दल अहिले यो बाह्रकोल बेलसोरा बाटोको लागि म धेरै थाएँ। यो बजेट यहाँको बजेट होइन। हामीले समपूरक योजना आयोगबाट ल्याएको बजेट हो। कसैले भन्न सक्छ हामीले ल्याएको नेकपा एमालेको सरकार हुँदा समपूरक योजना आयोगमा मीनबहादुर शाही सांसद भएको बेलामा हामीले लिएर आएको। त्यतिकै यहाँ यसले ल्याएको उसले ल्याएको मैले ल्याएको भनेर कसैले गफ गर्न पर्दैन। हामीले ल्याएको योजना हो। त्यो योजना बनाउने त्यो कार्यान्वयन गर्ने त्यो ठेक्कामा हाल्ने ठेक्काको मान्छे नआएर पहल गर्ने हामीले गरेको। त्यसले गर्दाखेरि सबैले बुझ्नु भएको छ। भोलि यहाँको विकासको लागि हामी गर्छौँ। नेकपा एमालेले गर्छ। देशैभरि नेकपा एमालेको लहरै लहर छ। पार्टी प्रवेश छ। हामीले नगरपालिका जितिसकेका छौँ। यो नगरपालिकाको 16औं वार्डमा आज हामी उपस्थित भएका छौँ। जताततै वार्डमा नेकपा एमालेको जनलहर छ। एकदमै नेकपा एमाले जिताउन पर्छ भनेर सबै लाग्नु भएको छ। अब नेकपा एमालेले यो नगरपालिकामा नेकपा एमाले कार्यपालिका सहित यो वार्ड सबै हामी जित्दैछौँ। त्यसले गर्दा अब आउने वैशाखको 30 गते तपाईँहरूले 7वटै सूर्य चिन्हमा मतदान गर्नुहोस्। मतदान नगरेर यताउति लाग्नुभयो भने फेरि छरप्रष्ट हुन्छ। विकास फेरि जहाँको त्यही हुन्छ। यो तपाईँलाई अनुरोध गर्दै हाम्रा मत फेरि पनि बिग्रिँदैन। यो ठाउँमा पहिला एक छापे भोट
तपाईँहरूले हैसा हताउडामा धेरै हाल्नुभएको थियो। हामीलाई पैसा 66 मात्रै मत यहाँ परेको थियो र पनि हामीले यहाँ धेरै विकास गरेका छौँ। त्यसले गर्दाखेरि अब मत नबिगार्नुहोस्, 7 वटै सुरुमा भोट हाल्नुहोस्। नेकपा एमालेलाई कार्यपालिका सहितको यहाँ नगर कार्यपालिका बनाउन दिनुहोस्। यहाँको विकास गर्ने भनेको हामीले हो, हामीले गर्छौँ। त्यसले गर्दा कसैबाट तपाईँहरू भरमा नपर्नुहोस्। यहाँ फेरि हेलिकप्टर ल्याएर पैसा बाँड्न आउलान्, हेलिकप्टर आएर प्रलोभन देखाउनन्। त्यो कुरामा तपाईँहरू सचेत हुनुहुन्छ। पक्कै पनि त्यसमा तपाईँ लाग्नुहुन्न, मलाई विश्वास छ। हामी भनेको त्यति धेरै खर्च गरेर पैसा बाँडेर चुनाव लड्ने पार्टी हामी होइन, हामी सक्दैनौँ। यो कुरा पनि मैले भन्न चाहन्छु। त्यसले गर्दा आदरणीय मेरा प्यारा भाइहरू बहिनीहरू, मेरा बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई अब 30 गते तपाईँहरूले शून्य चिन्हमा मतदान गरेर हामीलाई जिताउनुहोस्। यो काम गर्नको लागि हाम्रो पार्टी नेकपा एमाले, हामी नेकपा एमालेका उम्मेदवार हामी प्रतिबद्ध छौँ। यो कुरा जाहेर गर्दै आफ्नो भनाइ यहीँ टुङ्गाउँछु। हस्, धन्यवाद, नमस्कार, लाल सलाम।